आजको दिनमा यता हुनुहुन्छ हाम्रो खेताला पार्टीहरू, यता हाम्रो हुनुहुन्छ भाउजू, यता हुनुहुन्छ हाम्रो अञ्जना दिदी टक्कला र यता चाहिँ हाम्रो मेलो। के भन्नुहुन्छ तपाईँको भनाइ के राख्नुहुन्छ भन्नुहोस् तपाईँ। रत्नौलो टिपाई रत्नौलो टिपाई हेर्नुहोस् तपाईँको रत्नौलो बोक्ने बोक्ने अनि अरू ओ चौरमा थुपार्ने छुपार्ने। हजुर सानो कायदा खालको मात्रै बनाइ पठाउँछ। ए खोइ त बोटोको त जम्मै लगाइ पठाए। गिलास त एउटा मात्रै छ। जिर्माको जार यहाँ यो पानीले पखालेर मालिक सर काममा लागिसक्नुभयो। मालिक हो नि त आजको मालिक हाम्रो आजको मालिक हो। आजको मालिक है म चाहिँ गाई चरो आज चाहिँ तर यो धेरै हिँडेछन् यहाँनिर। यो चाहिँ एक वरे भन्छ तर हाम्रोतिर चाहिँ यतिको मात्र भयो। हेर्नुहोस् गाइचिनीहरू रत्नौलो गाइचिनीहरू हाम्रो साना मालिक चाहिँ खाजाको भाडाहरू बोकेर लाग्नु हुँदैछ। हाम्रो हुनुहुन्छ मालिक भतिजा जेठा किसिमको सार अरे त्यही त दिदी कोरोनाको औषधि कोरोनाको औषधि हाम्रो भाउजू हुनुहुन्छ। भाउजू यो चाहिँ मनसाफले मात्रै छ। यो मनसाफले चाहिँ यो खन्नु जान्दैन। औषधि यो चाहिँ कोरोनाको अचुक औषधि धेरै यो चाहिँ किलोको अहिले हाम्रो चुमाराङमा चलिरहेछ। यो चाहिँ 1500 रुपियाँ किलो। यो औषधि पनि हो, जडीबुटीमा पर्छ। यो जडीबुटी औषधिमा पनि यो यसो झार चाहिँ यसो टिपेर सुकाएर यो चाहिँ राम्रो राख्नुपर्छ। सुकाएर यो औषधि चाहिँ एकदम अचुक हुन्छ। केलाउँदै गर्नुपर्छ घरमा लगेर। यो चाहिँ एकदम यो चाहिँ अहिले यसको धेरै चलिरहेछ।